अनि के गर्नु पर्यो मैले? हस्ताक्षर। उहाँ त नेता पनि होइन कि राजनीति छोडिसक्नुभयो? होइन, अब अहिले चुनाव छैन, सबै नेताहरू फुर्सदमा छन्। ए मलाई त उहाँ त मन्त्री भइसक्नु भयो होला जस्तो लागेको थियो। त्यस्तो नाथो मन्त्री के भन्नु, हाम्रो दाइ त्यसै राजा जस्तो मान्छे है छन्टेल बुढा। हो, पानी बिनाको माछा रानी बिनाको राजा जस्तै हो तेरो काजी। आमा ताकेरै हान्नुभएको हो सर? सरी। भुल्छु मिस, नत्र त हाम्रो कायदाघात साह्रै सोझो छ। सोझो भए पनि बाङ्गो भए पनि लागेपछि लागेको नि। आँखा उता हेरेर यता किला ठोक्छ। डिप्रेसन। त्यस्तो लाग्दैन बुढा? विचार गर्दैछु। मान्छे चाहिँ अचाक्ली राम्री उजेली। हेरेर ठोक। डाइरेक्ट क्याप्चर हान्यो कि क्या हो? अलि बिस्तारै हानेको भए नि हुन्थ्यो है। बिस्तारै हानेर यत्रो माकुरा मर्छ त? यति साह्रै हिर्काए त मै मर्छु नि सर। मलाई हेर्दै बस्नु। अब हेर्दै सुकेको बाँसको जरा जस्तो जिङ्गिरिङ्ग देखिन्छस्, के हेर्नु तँलाई? ल शर्मा सर्वगुणले भरिपूर्ण भएको केटी खोजेर बस, माया बुझ्दैनस्? अहो हेरे हिँड्ने बेला आँसु नजार है पम्पी, मेरो खुट्टा भारी हुन्छ। थ्याङ्क यू। मच मच वेलकम। पछाडि फर्केर हेर्न नजान्ने रहेछ। यस्ता केटीको त भगवानले पछाडि घुच्चुकमा पनि आँखा फिट गरिदिनु नि। अच्छा बेटे टिकटॉकी हो। ठाउँ छ भने यसो विचार गर त। के विषय पढाउँछ यसले? Every subject I can teach. What do you want? Geometry, biology, science, physics, quantum physics, naitik shiksha, ali. But I am master degree holder in mathematics. कतिमा किनिस् मास्टर डिग्री? किनेर पाउने भए के हेरेर बसेछस् त? टाँसेर बस्न भित्तैभरि। तपाईँको चाहिँ कस्तो डेन्जर है, बम सुन्दै पड्केला जस्तो। त्यो नयाँ मास्टरले ताकिहाल्यो नि तैँले? अब त बोक्सी नै रहेछस्। आमालाई त मास्टरनी बुहारी चाहिए रहेछ नि त सर। सुकुन का नाम सुना? हाय हाय। मेरो अगाडि यो बिरा केटी कुरा नहो त, म ठिक छैन। 40 पुग्नलाई एक गेडा बाँकी छ, तेरो मूर्ति कहिले ठिक हुन्छ? वंश मासिने पीरले तेरो बाउ मर्छ फेरि। तिम्रो बुढाको वंश जोगान ठेक्का मैले लिएको छु। तेरो छोराको आश गरेर पार लागिँदैन हेर। अब मै तातिने हो। समझ रहे हो? समझ रहे हो आप? समझ रहे हो? आज कायदाको नाममा प्रेम पत्र खिपिन्छ। पातला। डिप्रेसन। राग सुन्ने बित्तिकै बौलाए। रुवाको यो जोखानामा दम छ है? मैले त छनक पाइसकेको छु। तैँले छनक देख्ने, झाँक्रीले जोखाना देख्ने, म यो मङ्सिरसम्म कुर्ने हो, नत्र आफै तातिने हो। होइन भने मेरो दुवै कान काट्नु। पातकी म तेरो गर्दन काटिदिन्छु। जान्छु म। कहाँ जाने? अपक बस्ने? मङ्सिरमा बिहे भएन भने मैले कसको कान काट्ने? सारी उम्र में जो कर
एक्लै स्याउ खाँदै बस्नुभएको सर? जोडी नै नभएपछि के गरोस् त? सरले कतिसम्म पढ्नु भएको? पढ्न त राम्रै पढ्दै थियो भान्जी, 4 क्लास पास भएपछि स्कुल जानै लजायो। तिमीहरू बुढाबुढी मिलेर मसँग न्यु खोज्या हो? जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला। धर्म हुन्छ।